नेपालको व्यवस्थापिका संसद चाहिँ 2 सदनात्मक रहेको छ। तल्लो सदन अर्थात् प्रतिनिधि सभा, माथिल्लो सदन राष्ट्रिय सभा। प्रतिनिधि सभाका सदस्यहरू चाहिँ जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने राष्ट्रिय सभाका सदस्यहरू चाहिँ जनताबाट प्रत्यक्ष निर्वाचित हुँदैनन्। एक सदनात्मक मात्रै बनाए पनि त हुन्थ्यो नि, प्रतिनिधि सभा मात्रै बनाए पनि त हुन्थ्यो नि। किन 2 सदनात्मक बनाइयो भन्दाखेरि राज्यका त्यस्ता विशिष्ट व्यक्ति जसले चाहिँ राज्यलाई विशेष योगदान पुर्याउन सक्छन् ती व्यक्ति चाहिँ जनताबाट निर्वाचित नहुन पनि सक्छन्, छुट्न सक्छन्। अर्को कुरो तिनीहरूलाई राजनीतिक झमेलामा खासै इन्ट्रेस्ट नहुन पनि सक्छ। त्यस्ता व्यक्तिको प्रतिनिधित्व सुनिश्चित होस् भनेर चाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभा त्यस्तो व्यक्तिको प्रतिनिधित्व सुनिश्चित होस् भनेर राष्ट्रिय सभाको व्यवस्था गरिएको हो। त्यस्तै किसिमको व्यक्तिहरू आउन् भनेर सिद्धान्त त त्यस्तो व्यवस्था गरिएको हो, सिद्धान्तमा छ, व्यवहारमा पनि होला। अब अर्को कुरो उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीश चाहिँ कर्मचारीभन्दा बाहिरका कानुन र न्यायको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विज्ञ व्यक्तिहरूबाट पनि सिधै भित्र्याइने गरिएको छ। कानुन र न्यायको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू जसको चाहिँ राज्यमा न्याय प्रणालीमा खाँचो हुनसक्छ तिनीहरूले चाहिँ न्याय क्षेत्रमा, न्याय र कानुनको क्षेत्रमा विशेष योगदान पुर्याउन सक्छन्। त्यस्तो व्यक्तिहरूलाई चाहिँ सिधै लग्न सकियोस् भनेर त्यस्तो व्यवस्था गरिएको हो। कर्मचारी मार्फत क्याडर जज भन्छन् नि, कर्मचारी शाखा अधिकृत उपसचिव सहसचिव हुँदै जाँदाखेरि लामो बाटो तय गर्नुपर्ने हुन्छ। विज्ञ विशिष्ट व्यक्तिहरूलाई त्यो त्यति लामो बाटो हिँड्न मन नलाग्न पनि सक्छ। त्यही कारणले गर्दा तिनीहरूलाई चाहिँ सिधै माथिल्लो तहमा उच्च र सर्वोच्च अदालतमा लग्न सकियोस् भनेर त्यस्तो व्यवस्था गरिएको। जुन आशयले, जुन अवधारणाका साथ ती व्यवस्थाहरू गरिएको छ, सोही बमोजिमका व्यक्तिहरू आयो भने स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भीक न्यायपालिका कायम राख्न सकिन्छ।